अनि मैले एउटा मोडलिङ एजेन्सीमा अप्लाई गरेको थिएँ कि ओए 125 ड्यु कस्तो दामी हुँदो रहेछ 125 पनि आमा 2 दिनमा निकालिदिएको मलाई लिटरली 2 दिनमा मलाई निकालिदिएको कामबाट तपाईको चाहिँ नेपाल जस्तो जिममा चाहिँ पैसा दिनु पर्दैन क्या ओइ मा कसम तर्छ कि पुत्ला रहेछ क्या यो अगाडिको यो अहिले चाहिँ ट्यागको लागि स्टार्ट फर भन्ने ठाउँमा छु होइन भ्लग बनाउने टाइम पनि छैन मसँग तर जे यस्तो दामी रहेछ क्या अब मैं सोच रहा हूँ हिंदी पे भ्लग बनाऊँ ठीक है ओके गुड मर्निङ गाइज वेलकम ब्याक टु द न्यू एपिसोड सो अलिकति हतारमा भ्लग सुरु गर्दैछु अनि हतारमा नि हिँड्दैछु है सो आजकल चाहिँ तपाईँको समर आयो नि त होइन युकेमा अनि हेर्नु सक्नुहुन्छ है यस्तो मिठो घाम लाग्छ दिनकै क्या लाइक एभ्री डे क्या हुन्छ नि पहिला तपाईँको यहाँ घाम देख्न गाह्रो हुन्थ्यो होइन लाइक जाडो महिनामा म जब आउँदाखेरि एक दिन घाम लाग्यो नि भोलिपल्ट चाहिँ पुरै बादल क्या यस्तो ठाउँमा आएछ भने अहिले चाहिँ तपाईँको दिनकै घाम लागिरहेको छ क्या यो टाइम चाहिँ नजाओ जस्तो लाग्ने क्या यहाँ चाहिँ हुन्छ नि तपाईँको हरेक दिन नै घाम लागिरहेको हुन्छ नि त रेगुलरली त्यही भएर चाहिँ नजाओ जस्तो लाग्ने कि यो टाइम कहिलेसम्म हो थाहा होइन तर चाहिँ अब घाम लागिरहेको छ ल ट्याक्क लाएर थाहा चाहिँ मेरो बिदा त के भन्नु 5 मिनट बस आइरहेको मेरो यहाँ तल सो बस भ्याउनको लागि एकदम छिचिरो हिँड्दैछु अनि मैले एउटा मोडलिङ एजेन्सीमा अप्लाई गरेको थिएँ कि पहिल्यैदेखि अब नेपालदेखि रहर थियो रहर भन्दा नि जस गर्न मन थियो होइन मोडलिङ आउनु त आउँदैन लाइक केही पनि थाहा छैन बेसिक कुराहरू पनि केही थाहा छैन तर पनि गर्न चाहिँ मन थियो अनि त्यही हो अब एजेन्सी अप्लाई गरेको थिएँ मेल आयो अनि मेलमा रिप्लाई गरेँ यास अब डु इट भनेर होइन प्लिज कन्फर्म द इमेल भनेको थिएँ त्यसपछि कल आयो कल बोल्यो हिजो अनि आज 11 बजेको अपोइन्टमेन्ट छ हुन्छ नि लाइक 3टा ड्रेस बोकेर आइज फर्मल क्याजुअल अनि त्यसपछि नर्मल वेयरहरू बोकेर आइज भने चाहिँ अब छैन फर्मल त लाउने बानी छैन नि त छैन होइन मसँग त्यही भएर अब नर्मली जे लगाइरहेको हुन्छ त्यही लिएर गएर हुन्छ अलिकति एउटा स्वेटर हालेको छु जसले चाहिँ हल्का फर्मल लुक दिन्छ क्या दिन चाहिँ त्यही हो अब थाहा छैन म त बिल्ला हुन्छ जस्तो लाग्यो जानै मन त थिएन सुरुमा तर होस् के थाहा अब अपर्च्युनिटी आउला जाम भने मात्रै कुरा चाहिँ होइन अनि मेन भनेको त्यहाँ मेकअप सेकअप गरिदिन्छ होइन एक टाइमको भयो नि म त हल्का मेकअप गरेर यसो राम्रो देखेर फोटो त खिच्न पाएँ नि त 2 मिनट आएर रहेछ बस भ्याउँछ होला यो चोकबाट अलिकति उतापट्टि लाग्नुपर्छ कि सो त्यही हो फर द बेस्ट है उनीहरूले चाहिँ के भन्थ्यो नि इफ यु आर सक्सेसफुल लाइक मोडलिङ एजेन्सीसँग काम गराउँछौँ यताउति यस्तो कुरा आउँदै थियो अब हेरौँ न लाइफमा रहर थियो जान त सुरुमा त बिहान उठ्ने बित्तिकै जानै मन थिएन आज बिदा थियो त्यसमाथि फेरि यस्तोमा जान परेर भनौँ न जस आयो अपर्च्युनिटी ग्राब गरौँ भन्ने मात्रै कुरा हो एक्सपिरियन्स दिउँ न धेरै केही नभए नि जिम जोइन गरेर नि त्यसै भयो यार जिम जोइन गरेको 1 हप्ता 1.5 हप्ता जति गएँ रेगुलरली अनि त्यसपछि भ्याउँदै भएन कहिले काममा कहिले के बल्ल एक दिन घर रेस्ट पा हुन्छ अब के जानु जस्तो लाग्ने कि त्यो इनर्जी नै नभएर जाने त्यत्तिकै गयो 17-18 पाउन्डको जिम जोइन गरेको थिएँ अनि यसपालि त सब्सक्रिप्सन हुन्छ तपाईँको चाहिँ नेपाल जस्तो जिममा चाहिँ पैसा दिनु पर्दैन क्या पैसा दिनुपर्छ तर त्यो हातमा गएर ह्यान्ड क्यास त्यस्तो खालको दिने होइन क्या आफैले बुक गर्ने हो आफैले अनलाइन पेमेन्ट गर्ने हो क्या अनि मतलब सिधै काट्छ कार्डबाट अनि क्यान्सल गरिदियो यसपालिको सब्सक्रिप्सन अब 1 महिना गएँ त्यसरी सब्सक्रिप्सन क्यान्सल गरेर बसिरहेको थिएँ ट्यागको लागि स्टार्ट फर भन्ने ठाउँमा छु होइन भ्लग बनाउने टाइम पनि छैन मसँग तर जे यस्तो दामी रहेछ क्या हुन्छ नि फेरि घाम लाएर कसम विदेशमा चाहिँ यो वाला फिल भइरहेछ यार मेरो 4 मिनटमा बस आइरहेको छ 4 मिनट 11 बजिसक्यो 11 बजेको अपोइन्टमेन्ट थियो 11 बजिसक्यो जाम के आज त्यस्तै भयो रेड लाइट पनि मेरै पाला बले गऱ्यो मै चढेको बसमा धेरै कुराले अलिकति जाम भयो बल्ल चाहिँ विदेश आएको जस्तो लाग्यो यार कसम आज फर्स्ट टाइम यत्रो टाइममा फर्स्ट टाइम होला मतलब विदेश आएको जस्तो लाग्यो राइट स्टार्ट फर भन्ने ठाउँ बवाल रहेछ क्या चाहिँ मैले लन्डनमा यस्तो त देखेकै थिएन क्या मतलब सेन्ट्रल लन्डन गएकोलाई देखाएको थिएँ तर हुन्छ नि अलिकति यो वाला भाइ छुट्टै छ क्या फेरि घाम पनि लाग्यो नि त ल यो फाइनल बस थियो है ठ्याक्कै भेट भयो क्या यस्तो नौडा नि
भन्न छोड्छ भने फेरि बस स्टप 3-4 रहेछ थाहा नै नभएर ल यस्तो कन्स्ट्रक्सन काम भइरहेको छ नि यस्तो गरेर जाँदैछु अब 8 मिनट जतिमा पुग्छु म यहाँबाट जामसाम पर्न भने त्यस्तो पबमा चाहिँ काम गर्नु पाएर भब्बाल मजा आउँदा मलाई मेरो नेक्स्ट टार्गेट भने चाहिँ यस्तै पबहरूमा काम गर्ने छ कि ठाउँ चाहिँ यस्तो रहेछ है अब क्या दामी रहेछ ठाउँ चाहिँ मैले चाहिँ तपाईँको टाइम एक्सटेन्सनमा आएको थिएँ अब मलाई जहाँसम्म लाग्थ्यो त्यहाँ 20 मिनट देखाइरहेको थियो कि अनि के अरे 7-8 मिनट देखाइरहेको थियो त्यस 20 मिनट जति पुग्छ भने 20 मिनट जतिको एक्सटेन्सनमा आएको गएको थियो त्यही पनि ढिला भएर 2-4 मिनट ढिला भएको फोन गरिहाल्छ यहाँको चाहिँ अलिकति ढिला चाहिँ राम्रो मान्दैन तर पहिले भन्नु त भनेको थिएँ बसमा अलिकति ढिला भयो कि मेन भनेको बसमा अब त्यही त हो जामै जाम पऱ्यो थियो आज ट्रेन आयो भए चाहिँ मैले भ्याउँथेँ बसमा आएको अलिअलि जोगाउनु त पऱ्यो भनेर सोचेर अब खासै पैसा पनि छैन नि त अब पे आउने बेला भयो अब हेरौँ के भन्छ पे आएपछि चाहिँ यतै कता हो स्टेसन के अरे मतलब स्टुडियो चाहिँ ओए 125 ड्यु कस्तो दामी हुँदो रहेछ 125 पनि आमा ठ्याक्कै भ्लग कन्टिन्यू गर्नुलाई खोलामा त थिएँ होइन ठ्याक्कै के ल म त 125 कस्तो हेला गर्थेँ यार यहाँ त डिप्ला हुन्छ नि इच्छा 125 चढ्दा हुन्छ राम्रो देख्दा पनि राम्रो रहेछ एक्सिङ चाहिँ आवाज पनि मिठो हुँदो रहेछ त्यही हो अब अहिले चाहिँ बसबाट झरेँ अनि अहिले चाहिँ लाइक वाट आम थिङ्किङ अफ इज आई वान मेक भ्लग्स इन अब हिन्दीमा बनाऊँ कि सोचिरहेको छु सो आई वान मेक भ्लग्स इन हिन्दी किनभने मेरो युनिको धेरै साथीहरू छ क्या इन्डियनहरू छ अनि यताउति काममा यताउति गरेर त्यस धेरै ठाउँमा अब चिन्जान भइसक्यो म्याक्सिमम् अब कोही इन्डियन नेपाली जे सबैजनासँग चिन्जान हुन्छ भनौँ न सो त्यही भएको कारणले अनि दे वान वाच माई भ्लग्स तर ल्याङ्ग्वेजै बुझ्दैन क्या उनीहरूले त्यही भएर अहिले त हिन्दीमा यहाँ धेरै जस्तो अब हिन्दी नै बोल्नुपर्छ नि त नेपाल आउँदाखेरि चाहिँ आउँथ्यो होइन नर्मल हिन्दी बोल्न चाहिँ आउँछ तर त्यस्तो दामी आउँदैन थियो क्या अनि यहाँबाट चाहिँ अब जस अहिले चाहिँ अलिकति फ्लुएन्ट जस्ट ठिकै जान्छ भनौँ न राम्रै जान्छ फ्लुएन्ट अलिक बुझ्छु हिन्दी त बुझ्थेँ तर अहिले चाहिँ यहाँ राम्रो जान्छ क्या अब मैं सोच रहा हूँ हिंदी पे ब्लॉग बनाऊँ ठीक है अभी पूरा इंडिया खाएंगे इंडिया का पूरा मार्केट खाएंगे पूरा ऑडियंस तानेंगे उसके बाद पूरा इंडिया का मार्केट खाएंगे ठीक है अलराइट गाइस रातिको 2:30 भइरहेछ है एकदम टायर्ड एकदम थाकेर बवाल गरेर आइरहेको छु हैन अनि अब ल 3 देखि 4 किलोमिटर हिँड्न पर्ने छ क्या मलाई किनभने बस रहेनछ रातिको 2 बजे बस छैन अब बस आउँछ बेलुकाको बिहानको 5 बजेबाट है 5 बजेसम्म कुनै कुरा भएन सिफ्ट सक्यो हैन उयो यत्रो बोल्दैन कत्रो बोले जस्तो लाग्यो थट्टेरीका के हो यस्तो यत्रो बोलेको कत्रो आवाज आएको नि ओइ मा कसम तर्छ क्या पुत्ला रहेछ क्या यो अगाडिको यो मान्छे रहेछ तर्सेर थट अब कहाँ आयो है यही हो बाटो कहाँ आयो अब निस्के काम गरेर होइन बस एउटा 365 भन्ने बस रहेछ अब काम गर्न थाले चाहिँ मतलब काम गरेर चाहिँ रम्फोर्डमा एउटा रम्फोर्डबाट हर्न चर्च हुँदै त्यत्रो माथि घुमेर जानु पनि एउटा बस रहेछ 365 त्यो अलिकति हिँड्न पर्ने अनि त्यो बस 1 मिनट थियो 1 मिनट निस्किँदा छुट्टीको 29 मिनटमा बस आइरहेको त्यो कुनै कुरा भएन अर्को नाइटको केन टाउन जाने बस 15 नम्बरको आइरहेको त्यहाँबाट अब हिँड्नुपर्छ कोभेन्ट्री युनिभर्सिटी भनौँ न जस मेरो युनिभर्सिटीबाट हिँडेर जति नै हिँड्नुपर्छ होइन अनि अब त्योभन्दा त्यहाँ कुर्नुभन्दा त बरु कुरेर त्यत्रो घुमेर जाँदाखेरि लगभग 1 घन्टा लागिहाल्छ 1.5 घन्टा गर्दै यहीँबाट हिँडेर जान्छ चाँडै पुग्छ सुटसुगर गर भनेर बसबाट आएँ अब हिँड्दैछु यहाँ होइन मलाई सही बाटो त हिँडिराख्नु नि साँच्चै म डाउट
मलाई कस्तो डाउट लागिरहेको भने सही बाटो हिँड्दा म म्याप हेर्छु ल एकचोटि अँध्यारोमा त्यसै फेरि यहाँ झुक्यो कि यत्रो हिँड्न सही बाटो उता पारितिर गइरहेको छु म त फेरि अझै बढी हिँड्नु पऱ्यो अब हिँड्दै देखेन हितुवै आउनु लागिसक्यो हितुको स्टेसनमा अहिले सेन्ट्रल लन्डनमा काम गरेर आएको भए सिधै ट्रेनबाट झरेपछि 10-20 मिनट जति हिँड्नु पर्थ्यो अब यहाँ 1 घन्टा हिँड्दैछु होइन 1 घन्टा हिँडेर अनि अब पुगिन्छ घर है सो मैले भने काम भन्ने कुरा चाहिँ मैले यहाँ यति काम फेरिसकेँ नि आमामा एउटा ठाउँमा काम गर्दै सुरु भयो यो अहिलेसम्म मैले कहिले यो कुरा रिभिल गरेको छैन आज भनिदिन्छु आउने बित्तिकै एउटा ठाउँमा भाडा मान्ने काम पाएँ मैले होइन अनि भाडा मान्ने काममा है 2 दिनमा निकालिदिएको मलाई लिटरली 2 दिनमा मलाई निकालिदिएको कामबाट काम गर्न नसकेर हुन्छ नि नसकेन स्पिड नपुग्यो कि हुन्छ नि उनीहरूको एक्सपेक्टेसन अब त्यसमाथि एक्सपेक्टेसन पनि भन्न मिलेन जो हेड पोर्टर थियो यहाँ चाहिँ किचन पोर्टर भन्छ क्या होइन मतलब किचन पोर्टर त जहाँ पनि भन्छ पहिला नेपाल आउँदाखेरि चाहिँ भाडा मान्ने काम भन्थ्यो प्रोफेसनल ल्याङ्ग्वेज चाहिँ किचन पोर्टर भन्दो रहेछ क्या थाहा थिएन होइन यहाँ आइस थाहा भयो किचन पोर्टर भाडा मान्ने काम पाए नि हुन्छ भन्ने भयो सुरुमा अनि झ्याम काम पाएन टेन्सन भइरहेको थियो ठ्याक्कै इन्टरभ्यूको लागि कल आयो होइन गएँ अनि त्यो फेरि लाइक तपाईँको कस्तो काम थियो भने इभेन्ट थियो कि होइन लाइक 20 दिन जतिको इभेन्ट पैसा मिठो पैसा घन्टाको 15 दिन थियो होइन किचन पोर्टरमा घन्टाको 15 सोच्नु न 2 दिन काम गरेर मैले 1 महिनाको भाडा उठाएको कि उठाउनु चाहिँ होइन 360 आयो पुग्यो मलाई भाडा 1 महिनाको भाडा उठ्यो त्यसरी अनि हेड पोर्टर थियो छन चाहिँ होइन तर हेड पोर्टर हुँदा नि मैले राम्रोसँग काम गर्न सकिनँ अब नेपालमा कहिले काम गरे भयो होइन त्यस्तो काम कहिले जिन्दगी गरेन नेपालमा त भाडामा आएको अब त्यो भाडामा नि काम गर्न पऱ्यो भने गर्छ मैले कस्तो काम छोडेर हिँडेको होइन नेपालमा म्यानेजरसँग झगडा गरेर तेरो काम तैराख भने हिँडेको छु म होइन त्यस्तो मान्छे अब यहाँ आएर अहिले हेर्नु न यस्तो गर्नु पर्यो जो विदेशीले चाहिँ यति कुरा चाहिँ हो रहेछ कि लाइफमा अगाडि बढ्न सिकाउँदो रहेछ क्या हुन्छ नि सायद मैले नेपालमा भइदिएन कहिले यो लाइफ हुन्छ नि योवाला मोमेन्टहरू जे भयो नि योवाला स्ट्रगलहरू कहिले पनि एक्सपिरियन्स गर्दैन थियो होला जुन अहिले गरिरहेको छु क्या हुन्छ नि सो लाइक लाइफ टिचेस यु समथिङ होइन अनि हरेकजनाको लाइफमा स्ट्रगल हुन्छ सो आई स्ट्रङली बिलिभ द्याट एभ्री वान इज जो पनि अहिले युकेमा हुनुहुन्छ नि दे आर डुइङ एकदमै गुड साँच्चै भनेको आई रियली एप्रिसिएट यु गाइज जो पनि हुनुहुन्छ जसले पनि मेरो भ्लग हेर्नुहुन्छ युकेबाट थ्याङ्क यू सो मच अनि बिलिभ इन यर सेल्फ है अब राम्रो गर्नु सबैजना एकदम घरको याद आउँछ मलाई अहिले आएको 4 महिना भयो होइन 4 महिना भन्दा नि अहिलेको रिसेन्ट 2 हप्ता भयो ल मलाई घरको याद नआएको न त हरेक दिन मलाई यही रिग्रेट हुन्थ्यो कि किन आएँ म क्या हुन्छ नि मेरो नेपाल लाइफ एकदम सही भइरहेको थियो क्या लाइक लिटरली नै राम्रो भइरहेको थियो क्या जब मैले स्ट्रगल गर्ने टाइम थियो नि युट्युबमा होइन युट्युब स्टार्ट गरेँ अलिकति सुरुमा पिक थिएन ग्रोथ थिएन केही थिएन नि त मैले त्यो टाइममा लास्ट मिहिनेत गरेँ क्या मसँग पैसा नि हुँदैन थियो पेट्रोल हाल्नै मैले लिटरली 10-20 होइन 20 रुपियाँको पेट्रोल हालेर हिँडेको छु क्या म थाहा छ है 20 रुपियाँको पेट्रोल हालेर हिँडेको थिएँ बाबासँग 1000 रुपियाँ माग्यो भने 1 हप्तामा पनि नपुगी सकिन्थ्यो फेरि माग्न यस्तो लाज लाग्थ्यो कि अनि त्यतिखेर फिल भयो क्या छोरा मान्छे जब उमेर हुन्छ नि तबसम्म त त्यसपछि चाहिँ होइन बाउसँग पेट्रोल के अरे पैसा माग्दाखेरि यति लाज लाग्दो रहेछ क्या बुवामा मेरो बुवामा सबैजनाको बुवामा जसले जति गरे नि एकदमै ग्रेट हो क्या त्यो भनेको हुन्छ नि लाइक लिटरली नै एकदमै ग्रेट हो यार मैले जब सेन्चुरीमा काम गर्थेँ नि त्यतिखेर चाहिँ मलाई फिल भएको क्या मेरो बाउले गरेको दुःख हुन्छ नि त्यहाँ मजदुर जस्तो काम गर्नु पर्थ्यो क्या हुन्छ नि 8 घन्टा 8.5 घन्टा काम गर्थेँ त्यतिखेर यस्तो गाह्रो हुन्थ्यो होइन रुन मात्रै सक्दैन थियो कि त्यस्तो हुन्छ नि टाइमहरू छ क्या हुन्छ नि मैले भने कतिवटा काम फेरिसकेँ मैले होइन सुरुमा भाडा मान्ने गरेँ त्यसपछि सेन्सबेरीमा पाएँ सेन्सबेरी र किचनमा यता इलफोर्डमा 2 ठाउँमा एकैचोटि हान्दै थिएँ क्रिसमसको टाइम आउनु लाग्थ्यो 2 ठाउँमा एकैचोटि हान्दै थिएँ काम है त्यहाँ 4 दिन गर्थेँ यहाँ 2 दिन गर्थेँ फुल टाइम थियो मेरो मजाले काम हान्थेँ अनि सेन्चुरीमा टेम्पोररी मात्रै भयो पर्मानेन्ट भएन त्यसपछि त्यो इलफोर्डवाला किचनमा काम गर्न थालेँ त्यहाँबाट पनि त्यस्तै भयो त्यहाँ त्यस्तै थियो अब त्यही हो अलिकति धेरै पेल्ने अनि ऊ गर्ने त्यो भयो त्यसपछि त्यहाँ पनि छोडिदिएँ त्यसपछि अनि ऊ गरेँ होइन त्यसपछि के गरेँ मैले त्यसपछि मैले गरेँ यो ओल्ड एज केयर घर जाने होइन
त्यो बुझ्दैन ओल्ड एज केयर भनेपछि सबै कुरा नभनौँ। मलाई कतिजनाले म्यासेज गरेर हुन्छ लाइक काम पाएन रिफर गरिदिनु यताउति भन्छ होइन। मैले भन्दैछु यो भिडियोमा मैले यति ठाउँमा काम चेन्ज गरिरहेको हुन्छु कि हुन्छ नि। एउटा कुरा कस्तो भन्दाखेरि काम नपाउने पनि होइन पाउने पनि होइन क्या, लाइक खै के हो भन्नै सकिन्न क्या। तपाईँको कतिजनाले काम पाइरहेको हुन्छ। अब हायरिङको मेन भनेको मैले अनलाइन अप्लाई गरेको थियो, अब मैले रिफर गर्न पनि मिल्दैन क्या। किन भन्दाखेरि म भर्खर गएको हुन्छु, पहिला कुरो त्यो भएर रिफर गर्नु मिल्दैन। अब अलिकति भनौँ 3-4 महिनादेखि एक ठाउँमा काम गराएको पो अब मान्छेले हुन्छ नि म्यानेजर स्यानेजरले मन पराएको पो मैले रिफर गर्ने ठाउँ हुन्छ होइन। अब म आफै काम चेन्ज गर्दै हिँड्दा हुन्छु होइन। अनि त्यही हो, अब यो काम चाहिँ चेन्ज गर्नु नपरोस्। स्याल हेर्न देखेकै छैन ऊ त्यो स्याल हेर्न त ओए यहाँ त बाटो हिँड्छ होइन स्याल। स्याल हो त्यो ए हो स्याल ए बिरालो जस्तो लाग्यो तर स्याल हो क्या यो त। यहाँदेखि बाटोमा हिँड्छ एकदम ठुलो। अब बाइक किन्ने रहर छ गाइस है, बाइक किन्ने सपना एकदम ठुलो छ। हिजोको कहानी सुनाउँछु तपाईँहरूलाई होइन। यो भ्लग 2 दिनपछि कन्टिन्यू हुँदैछ आज। सो अस्ति जुन ठाउँमा गएको थिएँ नि म मोडलिङको लागि हेरेर यस्तो अक्खा फोटो खिच्यो कि यस्तो अक्खा फोटो खिच्यो होइन। म कसम मै टुवा गरेर क्या मेरो त्यो हुन्छ नि पोर्ट्रेटहरू देखेर त्यो एकदम प्रोफेसनल क्या, पछाडि व्हाइट ब्याकग्राउन्ड होइन तपाईँको। अनि अब राम्रो क्यामेराले खिचेको फोटो यस्तो प्रोफेसनल फोटो थियो क्या। लास्टमा त्यो फोटो र त्यो लाइक मोडलिङको लागि करियर सुरु गर्नलाई 150 को इन्भेस्टमेन्ट लिएर त्यो मतलब 150 रुपियाँ तिरेर अनि त्यो पोर्टफोलियो जस्तो त्यो बनाउँदो रहेछ उनीहरूको टेम्प्लेट हुँदो रहेछ। अनि त्यो किन्न पर्ने क्या प्याक 10 रुपियाँ हालेर ट्राभल गरेर आएको म होइन। 150 रुपियाँ तिरेर म त्यस्तो गर्छु यत्रो लन्डनभरि। तपाईँले कसम याद गर्नु होइन, म त केही ह्यान्डसमै होइन क्या, म त आफूले ह्यान्डसम पनि भन्दिनँ क्या। आफ्नो तारिफ आफै भएन तर भन्न खोजेको यस्तो अक्खा केटाहरू हुन्छ यहाँ क्या। हुन्छ नि यिनीहरूको ड्रेसअप देखेर यस्तो लोभ लाग्छ कि कहिले काहीँ त छाला पनि त्यस्तै गोरो आँखा निलो होइन यस्तो दामी हुन्छ तिनीहरूको फेस हरेक कुराहरू बडी स्ट्रक्चर। अब म यस्तो झोत्तर होइन त्यो मोडलिङ पोर्टफोलियो बनाउँदैमा मोडलिङ हुन्छ त्यो मोडल हुन्छ म थैट कसम यस्तो स्क्याम हुन्छ यहाँ।